हेलो साथीहरू नमस्कार। आज चाहिँ म समोसा बनाउँदैछु। समोसाको लागि सब्जी रेडी गर्दैछु साथीहरू। म आज चाहिँ धेरै समय बादमा चाहिँ इन्डियाको आफ्नो गाउँको जस्तै समोसा खानु मन लागेर म बनाउँदैछु साथीहरू। मैले चाहिँ घरमै आफै कुटेर बनाएको मसला थियो अनि घरकै लसुन प्याजको साग पनि घरकै थियो है। अनि मजाले टिपेर ल्याएर मजाले तेल प्याजमा बुटबाट पारेँ। अनि सबै सामानहरूलाई बिस्तारै बिस्तारै गर्दै राख्दै भुट्दै जाँदैछु साथीहरू। अनि लास्टमा चाहिँ मैले बोइल गरेको आलुलाई राखिदिएर मजाले भुटेँ सुक्खा पारेर। अब हाम्रो समोसाको लागि रेडी भयो सब्जी। अनि मैदा चाहिँ मैले 1 घन्टा अगाडि नै गुनेर राखेको थिएँ। अनि मजाले काट्दै समोसा यसरी एक एकवटा गर्दै सबै बनाइसकेँ। त्यस पछाडि तेल तताएर फ्राई गरेँ साथीहरू। एकदमै ढाँटेको चाहिँ होइन, एकदमै टेस्टी